गर्दैछौँ हामी मुस्ताङ पोखराको लागि प्रस्थान गर्दैछौँ भान्जाहरू तयार हुँदै हुनुहुन्छ त्यसको लागि पनि यो स्कर्पियो एकदम बस्छ ग2 छ 3389 नम्बरको स्कर्पियो समय यहाँ रहनेछ त्यसपछि चाहिँ हामी सर खाना खानातिर लाग्नेछौँ अहिले चाहिँ हाम्रो खाजा खाने समय यहाँ चाहिँ यति बेला हामी मिरिमी खुनेको ठाउँ यो ड्याम एरियामा आइसकेका छौँ फेरि अर्को यात्रामा जाँदैछौँ हेलो कस्तो भयो सर कोरिडोरको बाटोमा हामी यात्रा छौँ हाम्रो यात्रा फेरि यहाँबाट सुरु भयो खाना खाएर भइसकेपछि फेरि बेनी बजारसम्म भयो ल यात्रा सुरु छ यो रुप्से झरना मुस्ताङ जिल्लाभित्र लाग्नेछ अब हामी चाहिँ मुस्ताङतिर जान्छौँ यहाँ चाहिँ कोल माइनिङ लगाएर टायर पञ्चर भयो टायर पञ्चर भएर हामी बाटोमा पुर्ली गएका छौँ भ्युज प्लेसमा
मार्फाको बसाइ हिजो रातिको बसाइपछि अब हाम्रो तयारी फेरि मुस्ताङतिर जाने तयारी छ। अब हामी सबै कुराहरू यहाँबाट बेडबाट उठिसक्यौँ। यो टाइममा हामी कफी खाँदैछौँ। कफी टाइम भइरहेछ अहिले। शिक्षाको लागि नेपाल पुलिसले यहाँ हाम्रो चेकिङ गर्नुहुने रहेछ। यहाँबाट इन्ट्री गरेर नेपालीहरू आफ्नो आइडी कार्डहरू देखाएर सुरक्षित यात्राको कामना गर्दै नेपाल पुलिसले यति बेला हामी लोमाङथाङमा छौँ। यहाँ स्पेसल खानाहरू पाउँदो रहेछ भने यहाँ चाहिँ सुकुटी, चौरीको सुकुटीहरू पनि पाउँदो रहेछ। यस्तो राम्रो रेस्टुरेन्ट छ यो एरियामा। यो एरियामा खानको लागि राम्रो खानाहरू, तातो खानाहरू पाउँदो रहेछ। दिदीको नाम के दिदी? मेरो नाम जेनदेन। जेनदेन। उहाँको चाइनिज नेम नै होला सायद। चाइनिजको नाम। ए अँ त्यही त ल। अरू तिब्बतियन ड्रेसहरू यहाँको दिदीबहिनीहरूले लगाएर हिँडेको तिब्बतियन ड्रेसहरू यो। अनि ल बुद्ध धर्म मान्नु रहेछ। यो चाहिँ गुम्बा होइन? यो चाहिँ गुम्बा रहेछ। हेर अब कोराला नाकासम्म पुगेर ए ल ल ल यहाँ यदि बस्न चाह्यो भने पनि बस्न पनि व्यवस्था छ नि। हो ल
सागर भुसाल ल सागर के श्रेष्ठ हो कि के हो भुसाल भुसाल अब फोटो खिच्नु ल हामी चाहिँ अहिले फाइनल्ली नेपाल चाइना बोर्डरमा छौँ ल मामा के भनिदिनुहोस् चाइनाको बोर्डरमा छौँ हजुर हजुर यहाँ चाहिँ यहाँको स्थानीय बासिन्दाले हामीलाई गाइड गर्नुहुँदो रहेछ हजुर। बहिनीहरूले यहाँको बारेमा बताउने हुनुहुँदैछ हजुर हामी चाहिँ हिमालको काखमा हेर्नु न त्यतापट्टि दक्षिण यहाँबाट दक्षिणमा हिमाल पर्दो रहेछ भने यहाँको एउटा